हाई एभ्रिवान, आज चाहिँ मैले छोटो मिठो एउटा भिडियो लिएर आइरहेको छु। आशा छ हजुरहरूलाई मनपर्नेछ। हामी चाहिँ 4 जना नेवारी खाजा खानको लागि बुढा नीलकण्ठ गयौँ। त्यस पछाडि हामीले नेवारी खाजा सेट अनि अरू खानेकुराहरू पनि मगायौँ। फर्स्टमा आइपुग्यो नेवारी खाजा सेट। अनि त्यस पछाडि हामी सबैजना आफ्नो आफ्नो तालमा थियौँ। यहाँनिरको चाहिँ अब कस्तो राम्रो राम्रो गीतहरू बजाइरहेको थियो कि, अनि अब त्यहीँनिरको भोइस हाल्नु मिलेन, कपिराइट लाग्छ भनेर मैले भोइस रेकर्ड गर्दैछु। अनि हाम्रो आयो यहाँ चट्टामरी अनि खाजा सेट सबैजनालाई बाँड्यौँ। अनि चिकन चिल्ली पनि अर्डर गरेको थियो। चिकन चिल्ली एकदमै मिठो थियो। चट्टामरी चाहिँ खासै मिठो लागेन सबैजनालाई, किनभने त्यो मुनिको रोटीवाला चाहिँ एकदम साह्रो भइसकेको थियो कि, तातै खाँदा चाहिँ हुने रहेछ। अब हामी गफ गर्दा ओर्दा अलिकति साह्रो भइसकेछ। त्यस पछाडि म चाहिँ खाजा यसो खानु पर्यो भनेर खिच्नु लगाएँ। खाइहेरेको एकदम पिरो एकदम मिठो थियो। त्यस पछाडि नो बेबी खाना हुँदैन नि मिमीले। अनि उहाँले चाहिँ खानुभयो, के हो रे यसको नामै बिर्स्यो, सप्पु मिर्चा। अनि उहाँले चाहिँ सप्पु मिर्चा खानुभयो, अर्को नानीले नि खानुभयो। म र सबिनाले चाहिँ खाइनँ, मैले चाहिँ चट्टामरी खाएँ। एकदम पिरो भइरहेको थियो अनि मिठो मिठो नि थियो। त्यस पछाडि सबैजना आफ्नो आफ्नो तालमा के, ऊ सानो नानी थियो बहिनीको चाहिँ, उसले चाहिँ फिडिङ गराउँदैछ। त्यस पछाडि हामीले सबै खानेकुराहरू गम खाइसक्यौँ होइन। त्यस पछाडि चाहिँ गफ गर्दै बसिरहेको थियौँ कि होइन, मोबाइल पनि हेर्दै गफ गर्दै एकदमै मिठो मिठो गफहरू गऱ्यौँ। त्यस पछाडि चाहिँ जानुभन्दा अगाडि यसो जुस खाएको है, फेरि ग्लास चाहिँ अर्कै हो। अनि ऐनादेखि चाहिँ खिच्नु मन लागिहाल्यो। त्यस पछाडि हामी यसो बाहिरतिर आयौँ अनि पठाउ बुकिङ गरेर हामी चाहिँ यहाँ कुर्दैछौँ। कुर्दाखेरि नि यसो भिडियो बनाइदिएको। ओके, बाई बाई, सी यु इन नेक्स्ट भिडियो।